हेलो एभ्रिवान, आज चाहिँ मेरो साथीको एकदम ठुलो रिक्वेस्ट थियो कि आज चाहिँ भ्लग बनाइदिनै पर्छ भनेर र मेरो साथीको रिक्वेस्टलाई एक्सेप्ट गर्दै म पनि बनाउँदैछु भ्लग। सो हेलो एभ्रिवान, गुड मर्निङ। म हो दीक्षा, म चाहिँ नेपालीमा भ्लग बनाउँछु र हामी स्टुडेन्ट माझमा चाहिँ 15 दिन अगाडिदेखि नै एउटा इच्छा थियो कि कहिले गोर्खा फ्रेसेस आउँछ र कहिले गोर्खा फ्रेसेस गर्ने भनेर। फाइनली त्यो दिन पनि आइसकेको छ। आज 2 नोभेम्बर 2025 को दिन बेङ्टोल कलेजमा गोर्खा फ्रेसेस हुँदैछ र सम्पूर्ण अतिथिलाई वेलकम छ। र सर्वप्रथम हाम्रो काम थियो कि अतिथिहरूलाई टीका र बेच लगाएर उहाँहरूलाई वेलकम गर्ने र मलाई लाग्छ हामीले हाम्रो कर्तव्य राम्रोसँगले निभाउँदै थियौँ। र गाइस त्यसपछि हामीले सहित तर्पण दिएर प्रोग्राम स्टार्ट गरेका थियौँ र यता साथीहरूले वेलकम सङ्ग गाउनु हुँदै थियो र त्यसपछि हुँदै थियो सम्बर्धना कार्यक्रम। गाइस यहाँ हुनुहुन्छ, मलाई भ्लग बनाउने कन्ट्र्याक्ट दिनुभएको थियो उहाँले चाहिँ। तपाईँले मलाई कति पैसाको कन्ट्र्याक्ट दिनुभएको थियो? 5 लाख। 5 लाख? खोइ मेरो पकेटमा चाहिँ आएन गाइस। 5 लाखको कन्ट्र्याक्ट गरे हो, कहाँ गयो त्यो 5 लाख मलाई थाहा छैन। र गाइस एकैछिन सबैजनाको धमाकादार डान्स हेर्नुहोस् है त। ल यही भनेर म आफ्नो स्पिचलाई यही राख्नेछु, किनकि वन वे इन्टरेक्सनमा कति नै मतलब। र गाइस गोर्खा फ्रेसेस अनि फोटो क्लिक नगर्ने त्यो त हुनै सक्दैन। सबै कलेजबाट साथीहरू आउनु भएको थियो नि त, त्यही भएर एकछिन फोटो क्लिक गर्ने भनेर हामी पनि बाहिर निस्केका थियौँ। हेलो गाइस, मलाई चाहिँ यहाँ साथीहरूले स्वस्तिले मिठाई एउटा ताबु खुवाई। थ्याङ्क यू। बाख्राको बडकुला खाँदैछ जीवनलाई भोक लाग्यो अरे बाख्राको बडकुला खाँदैछन्। देखाउन बाख्राको बडकुला। र गाइस अब चाहिँ एकैछिन नाइट प्रोग्रामलाई इन्जोय गरौँ है त। गाइस आजको मिस्टर फ्रेसेस अनि मिस फ्रेसेस हुनुभएको छ गोपाल भाइ र प्रीतिका बहिनी र दुवैलाई कङ्ग्रेचुलेसन्स भन्दै उहाँलाई डान्स गर्न लगाए।
र गाइस मेरो भिडियो राम्रो लागेमा लाइक, कमेन्ट, शेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। हवस् त गाइस, फेरि भेट होस् हाम्रो अर्को एउटा नयाँ भिडियोमा। धन्यवाद।